हेलो साथीहरु, नमस्ते। स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ यहाँ प्याज बारीभित्र करेसा बारीमा हो यो खास। म चाहिँ हाम्रो सासु आमाको हाम्रो यो बुढो घर जहाँ सासु आमा बस्नुहुन्छ त्यो घरमा आएछु। र यहाँ चाहिँ म आज बिहानबाट आएको दिनभरि। अहिले चाहिँ झ्याउलाएर के गरौँ भएर यहाँ बारीमा आएको, करेसा बारीमा। र म चाहिँ यहाँ कुखुरालाई घाँस पाइन्छ कि भनेर यहाँ आएको। र घाँस त खासै छैन, यो चरी अमिलो के यो प्याजभरिमा चरी अमिलो रहेछ। अब यही यसरी उखालेर म चाहिँ कुखुरालाई दानामा मोलेर दिने भनेर मैले यहाँ चाहिँ यो चरी अमिलो उखाल्दैछु। यो प्याज पनि सफा हुने र मेरो कुखुराको पनि पेट भरिने नयाँ किसिमको यो स्वाद कुखुराले लिनेछ आज। त्यसैले म चाहिँ यहाँ जति पनि चरी अमिलो छ यो प्याजभित्र त्यो सबै उखालेर कुखुराको लागि दाना तयार पार्दैछु। र यहाँ सानो करेसा बारी छ, तर चाहिँ एकदम राम्रो। यहाँ सिमीहरू काँक्राहरू राम्रो हुन्छ के। सिमी त एकदमै हुन्छ, तर अस्ति भर्खर हामी यहाँ काँक्रा हालेको थियो। यहाँ हेर्नु न, कालो लायो रहेछ कि यो लाई लायो रहेछ। सायद हाम्रो फुपूले सासु आमाले देख्नु भएको छैन होला, नत्र छिटिहाल्नुहुन्छ। यो किरालाई मारिहाल्नुहुन्छ। यति राम्रो भएछ है, फल्ने बेलामा हो यस्तो लाई लाग्यो। तर धेरै ठाउँमा फलिसकेको छ है। यहाँ धेरै ठुलो होइन यो हाम्रो करेसा बारी, सानो भए तापनि एकदम धेरै मलहरू धेरै पाउँछ नि त। थोरै सानो जग्गामा मल धेरै पाउने हुनाले यहाँ जुन तरकारी पनि एकदमै धेरै हुन्छ। छेउछेउमा सिमी रोपिएछ भने बिचको भागमा चाहिँ बोडी लोङ बोडी रोपेको छ। सबैमा लाई लायो रहेछ। र यो पनि सासु आमालाई भनेर छिट्नु पर्ला। त यहाँ टमाटरहरू पनि बिचमा छ। यो बोडी हेर्नु न, यो बोडी त पुरै अस्ति भर्खर हामीले थाक्रा हालेको यहाँ बोडीमा। अहिले फेरि पुरा फैलिएर यो पनि यो बोडी पनि फल्न लागेछ। म चाहिँ दिनभरि उमा सुत्दा झ्याउलाएर सिटिङ रुममा। हामी देउरानी र जेठानी मात्रै छौँ आज घरमा। सासु आमाहरू बाहिर जानुभएको छ। सुत्दा झ्याउलाएर म चाहिँ यहाँ तल एकछिन कुखुरालाई दाना पनि हुन्छ भनेर यहाँ आएकै। यो चाहिँ खुर्सानीहरू यहाँ रोप्नु रहेछ, कालो खुर्सानी है साथीहरू। यो बोडी त यहाँ सुरु भइसक्यो फल्न, लङ बिन्स के। तर सबै लाई लाग्नु लायो रहेछ। अब यही बेलामा छिटिएन भने बर्बादै हुन्छ। ओ सिमी यहाँ त कति राम्रो फलेछ। यो साइडमा घेरौँला नि यही छ। फेरि घेरौँलाको झाङ पनि यहाँ टमाटर, बोडी, घेरौँला र यता सिमी, खुर्सानी, टमाटर एकै ठाउँमा छ। थोरै भए तापनि एकदमै राम्रो सुसार मिलेको भएर होला राम्रो फलाइ हुन्छ। यहाँ चाहिँ मल खाँदी मलहरू थुपार्नु भएको छ। यहीँ फर्सीको, यहीँ पिँडालु छ। काँक्रा चाहिँ 3-4वटा बुट्टा छ, एकदम राम्रो भइरहेछ काँक्रा नि। यहाँ आँख्लै पछि फुलेछ, खै यो कतिको फल्छ। यहाँ छेपी, यहीँ धनियाँ, पिँडालु सबै छ यहाँ। र मैले चाहिँ अहिले यो चरी अमिलो कुखुराको लागि यो प्याजभित्र
यो अलि सेपिलो भएर प्याज र लसुन यहाँ अलि हुँदैन, तर पनि पात खानु पनि हुन्छ भनेर फुपूले चाहिँ रोप्नुहुन्छ यहाँ यसरी। मेरो गोडाइ चाहिँ अलिक क्लियर हुँदैन क्या, बाख्राले चरे जस्तै हुन्छ। बाख्राले एकछिन यता चढ्छ उता चढ्छ गर्छ नि, हो त्यस्तै टाइपको काम हुन्छ मेरो। के हेर्दैछ पुरै? यो त मजाले खान्छ कुखुराले, सक्लै दिए पनि खान्छ, नत्र तर म चाहिँ काटेर दिन्छु। आज कुखुराको लागि अलग प्रकारको घाँस, स्वादै फरक हुने। तर हामीले सानसानोमा खान्थ्यो यो यसरी, अमिलो अमिलो हुन्छ नि त्यसको पात, अमिलो अमिलो पात हुनाले हामी चाहिँ खुब खाइन्थ्यो। तर यो चाहिँ मेरो गमलामा नि कस्तो उम्रिन्छ, जति फ्याँके पनि उम्रिरहेको छ एकदम। यसको सानो सानो दाना के, बिउ दाना जति फ्याँके पनि आइहाल्छ। यहाँ झन् मल पनि बेसरी छ, त्यही भएर यो प्याजभन्दा धेरै नै सप्रेछ। हेर्नु एकै मुठामा कति धेरै। मैले चाहिँ यहाँ प्लास्टिकमा यसरी काट्दै, यही चरी अमिलो काट्दै राख्दै गरेछु। यहाँ यति काटेछु भने अझै जति पनि सक्छु त्यो काटेर लगभग 2 छाकलाई त बनाउँछु होला। 2 छाक त यहाँ फुल पनि छ फेरि यहीँ छेउमा, यो चाँदनी सेतोमा एकदमै फुल छ यो फुल। अहिले कटिङ गरेर यहाँ लालुपाते छ भने, यो चाहिँ लिली, आर्म्स लिलिस यो हो, फुलेर सिद्धिसकेछ। यहाँ गोदावरी हेर्नु न, यति बेला नि फुलिरहेछ। कस्तो राम्रो देखेछ कि। अब यो सबै यो सबै बोडहरू माथि गयो भने त यहाँ माथि पो पुरै भरिन्छ। यहाँ रेडी गरिराखेको छ छाँक्राको लागि। यतापट्टि चाहिँ फुलहरू छ जसमा ठुलो खाले पिस लिली छ कि, यति राम्रो फुलेछ। अस्ति मैले बुकी पनि यहीँबाट लगेको पिसलीले बनाएको, कति धेरै हेर्नु न, कति धेरै उलाएछ कोपिला। यो अम्ब्रेला प्लान्ट। सिमीको छेउमा पनि कति धेरै चरी अमिलो उम्रेछ यसरी। यही नजिकै मल छ, त्यही भएर यो चरी अमिलो चाहिँ हो यसरी। मलको छेउछाउमा यो एकदम पाकेको मल है, साथीहरू। ल 1 वर्षै भयो होला यो मल ल्याएर थुपारेको, कालै बस्यो। यो सिमीको छेउछाउमा छ। मैले चाहिँ आज कुखुराको घाँसै चरी अमिलो मात्रै, डिफ्रेन्ट स्वाद। यसरी करेसा बारीभित्रै बसेर मैले चाहिँ यसरी कुखुरालाई यसरी कैँचीले मसिनो गरेर काटेर प्याक गरेर घर जाने बेलामा लिएर जान्छु। अनि त्यसपछि
कुखुरालाई वहाँ गएर काट्नु परेन, घरमा गएर यहीँ रेडी बनाएर लगेपछि कैँची पनि लागेकै छैन। मेरो मसिनो बनाउन मैले कुखुराले खान्छ, ठुलो छ कुखुरा। दुई छाक हुन्छ यो त। कुखुरालाई चाहिँ धेरै छैन, 5वटा मात्रै छ मेरो कुखुरा। तर घाँसै जहिले दिनुपर्छ कि त्यसको चाहिँ जरा पनि कलिलो हुन्छ। चट चट अब गएर त काट्न दुःख खोज्न पर्दैन, जाने बित्तिकै दाना मोले दियो। जरा नि खान्छ। यो पिसलिलीको बिरुवा पनि लैजाने हो। मसित छ यो पिसलिली, तर सानोमा छ, यो ठुलोमा छैन। यो चाहिँ ठुलोमा रहेछ, त्यसै कारण यहाँबाट मैले पिसलिली चाहिँ लगेँ। अनि त्यसपछि मेरो घरमा 3-4 थरीको पिसलिली हुन्छ। यो गमलामा हेर्नु कति राम्रो, अहिले सिजन भएर होला कति धेरै फुलेछ कि पिसलिली। यो एकदम तल्लो उमा हो गार्डनहरू, मेरो सासू आमाको, मेरो देउरानीको गार्डनहरू देखाउँदै हो। यो चाहिँ स्नो पहिला मेरो घरमा कति धेरै थियो, अहिले त मर्यो। त्यसलाई एकदम त्यो रुट बोन्डिङ भयो भनेर मैले चाहिँ उखालेर अर्को ठाउँमा सारेको त सबै मर्यो। यसलाई पनि अब अहिले अलिकति झ्याम्मे छैन, जम्मा भयो भने मागेर लैजानु पर्ला। यो पनि ठुलै थियो, कटिङ गरेको त झन् यस्तो भएछ कि यति सेतो हुन्छ। अब त्यो मास चाहिँ पहिला हुँदासम्म त्यसको महत्त्व हुन्न, अनि जब त्यो खतम हुन्छ नि बल्ल त्यसको याद आउँछ कि यो नि, योलाई नि मैले पहिला त खासै इम्पोर्टेन्ट दिएँ थिएन। अनि बिस्तारै बिस्तारै त्यो सिद्धियो कि यो चाहिँ के अब मेरो घरमा सिद्धियो नि बल्ल याद आएको कि ओहो मेरो घरमा त्यो कता गयो। यस्तो सेतो बल जस्तै उज्यालो हुन्छ, यो एकदमै राम्रो हुन्छ। यो हेर्नु न कति राम्रो, यो कस्तो हेल्दी देखेछ कि यो प्लान्ट पनि। अनि यो पनि एकदमै हेल्दी प्लान्टहरू छ यहाँ।